चिसो ठाउँमा ल्याएनुहोस् त यहाँ हिँड्दा हिँड्दै पानी खुट्टा पानी मुनि पस्यो आइसभन्दा मुनि पानी जमेकै रहेन रहेछ त्यहाँ पनि माछा त हुन्छ माछा मार्नको लागि बल्छीमा एउटा ढुङ्गे माछालाई अड्काएर भित्र हालिएको छ ल्याएर ढुङ्गे माछा खाँदै माछा बाहिर निस्किहाल्यो माछा परिसकेको छ अब त्यही बेलामा यो पानीमा रहेको झिङ्गे माछा र गङ्गटाहरू मार्नको लागि त्यहाँ बल्छी हालेको छ भने अरू माछा चाहिँ मरिसकेको माछालाई पकाउनलाई यहाँ तयारी गरिँदैछ लेमन माछा सफा गरिसकेपछि लेमन र मसलाहरू यसरी चिरा पारेर यसरी केराको पत्ता काटेर त्यो केराको पत्ताभित्र यसरी बेरिवरी अब यसलाई पोल्न गइरहेको छ त्यो माथि चिसो माटो हालेर अब त्यहाँभन्दा माथि दाउरा थुपार्दै यसरी आगो लगाइएको छ र पानी ल्याएर अब त्यो झिङ्गे माछाहरूलाई झिङ्गे माछा र